सबैजनालाई। अनि चाहिँ आज चाहिँ मलाई यस्तो भोक लाग्यो हैन। अनि किनकि मैले आज चाहिँ काम गरेको थिएँ कि बारीको काम। अनि सबै खनेर भ्याएर पनि साग र भेन्डी चाहिँ छरेर सकेँ। अनि के खाम भएको थियो। अनि मैले यसो घर हेरेँ हैन, डालमोट रहेछ। अनि चना पनि भिजाएको। अनि के खाम भयो यसो दिमागमा लगाएँ। अनि एउटा चाउचो ल्याएँ। अनि चाउचो लिएर डालमोट, चाउचो, चना अनि सबै अक्रम बक्रम प्याज टमाटर सबै काटेर धनियाँ सनियाँ हालेँ। अब चाहिँ अलिकति कागती पनि हालेँ। अनि कस्तो छ अब खान्छु, टेस्ट गर्छु ल। दामी दामी भइसक्यो। एकजना त यतिकै ठिक हुन्छ खाना। मजा गयो।